तल नजानु कोही पनि तर जान्दैन यो पुरै त्यो रिसमा छ मान्छे सान्छे चिर्दैछ फर्क्यो है अब आउँछ त्यो मान्छे देखेर है मान्छे देखेर आएको हामी हात्तीसारमा राम्रो रमणीय दृश्य आउँदैछ है यता ओइ उता गर्न हेर्दैछ है यतै आउँदैन कि पुल पड़ गेला हैन फट गेला पुलमै गयो दौडाउँछन् त्यो जाँदैन नि अब अर्को त्यहाँ छ उसको साथी उता छ टाढा जाँदैन दाजु यस्तै हेरिँदै आयो 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 त्यो मान्छे त्यही त के अर्को अहिले त्यो कुद्दै गयो भने त भेटिहाल्छ के चाहनु उता उसको साथी उता छ नि त लु अब जो अब झर्ने होइन अब जानुपर्छ गयो वहाँ गइसक्यो लु अब फर्किँदैन बिस्तारै छ अघि उहाँ गएर पनि छ कि के हो कुदाइ त फेरि भेङ बुढापाकाहरू छन् फेरि छुटाउनु हाम्रो जाउँ लु आउँदैन गयो भिडभाड छ लु आजको त रमाइलो भयो हो प्रजनन केन्द्रमा जाँदैछन् हात्ती प्रजनन केन्द्र आइपुग्यो हामी रोनाल्डो आइसक्यो लु लु अब रोनाल्डो पनि हेर्न पाइने भयो लु लु यहाँ टिकट काट्ने ठाउँ टिकट काटियो अब जाइन्छ ती प्रजनन केन्द्र त्यहीँ हो आज हामीले रोनाल्डोलाई भेट्ने भयो ऊ त्यही हो कि क्या हो त्यही हो रोनाल्डो ओ त्यही रहेछ ल यो 2 महिना भएर त यहाँ बस्यो हात्तीहरू अलिकति उ गरौँ अलिक ल यो हात्तीहरू सबै राखेको छ प्रजननको लागि अनि यो प्रजननको लागि चाहिँ रोनाल्डोजी आउनुहुन्छ रोनाल्डो आएर बसिसक्नु भएछ त्यहाँ रोनाल्डोजीलाई हेरौँ कस्तो रहेछ पत्रिकामा मात्रै पढेका थियौँ अब देखियो रोनाल्डोजीलाई हेर्न आएको नि रोनाल्डो मेस्सी पनि आउँदैछ रे हो र रोनाल्डो मेस्सी हेर त रोनाल्डोजी गजब खतरा रहेछ रोनाल्डोजीले त गजब
रोनाल्डो नै यही होला दाराबाट हेलो हात्तीहरूको नायक रोनाल्डो सबै पोथी हात्तीहरू हो दारा भएको गजब राजा हो यो यो आएपछि अरू आउन पाउँदैन है सबै रानीहरू यसले त रोनाल्डोको चर्चा परिचर्चा भइँदैछ यहाँनिर ल सँगै बोलाउँछ तर म जान्न फेरि के होला भन्ने रोनाल्डोलाई हेर्नलाई आएका भिडहरू हेर्नु त ल खेल छैन पर्फेक्टली रोनाल्डो भाले हात्ती हो र यो प्योर जङ्गली हो है यो अरू भएको के अरे हात्ती चोक यहाँ चाहिँ कल्चर डान्स हो यो कल्चर डान्स हो यहाँ चाहिँ अब हामी गैँडा चोक पनि आयौँ यो गैँडा चोक पनि छ सप्ताहकै आएन देखियो अहिले यो साइड चाहिँ लाइटिङ राखेर राम्रो बनाएको छ एकदम घुम्यो भित्र लेफ्ट साइड लेफ्ट लु अब हामी पुग्यौँ ल अर्को ग्रुप पनि आएर रहेछ कि क्या हो यो हामी पुग्यो ए ल पैसा कति भयो अब सबैसँग पैसा उठाउँदै हाम्रो पूजन भाइले ल लु हाम्रोसँगै भयो नि यो जाउँ हाम्रो भइसक्यो होला हामी चाहिँ जाउँ कस्तो राखेँ क्या राख्नुलाई पहिला फोन गर्छ मलाई कोठामा आइपुग्यो हामी ल हाम्रो कोठा नम्बर 18 तपाईँसँग चाबी छ हिजो आज यस्तो खालको छ ल पो खोल्ने छ पहिलाभन्दा अपग्रेड भएछ हाम्रो होटल अनि अब त होटल पनि अब त 3 स्टार बनाइसक्यो त्यही भएर यो अलिकति राम्रो बनाएको छ ल हामी सबै दाजुभाइहरू घुमघाम गरेर अब आयौँ अब एकछिनपछि हामी खाना खान्छौँ अनि आराम गर्छौँ ल त सबैलाई टाटा बाई बाई